र लिनुहोस् मेरो पनि एउटा स्किम आज मेरो स्किम सुन्नु होला। हामीले सरकार बनायौं भने 100 दिनभित्र कम्तीमा पनि सुरुवातमा 100 जना युवाहरूलाई फ्री टिकटमा यो देशमा रोजगारी दिन विदेशका गल्ली गल्लीमा टिकट टास्नेछौं। 100 दिनभित्र हामीलाई सरकार बनाउने बहुमत दिनुहोस्। 100 दिनभित्र विदेशमा बसेका क्षमतावान मानिसहरूलाई यही देशमा उनीहरूले विदेशमा पाए जस्तै सेवा सुविधा दिएर यो देश फर्कने सुवर्ण अवसर भनेर अस्ट्रेलियाको गल्लीमा, युरोपको गल्लीमा, अमेरिकाको गल्लीमा पोस्टर टास्न म आफै जानेछु र 100 जनाबाट यो यात्रा सुरु हुनेछ। अब विदेश बसेर पनि यो एकदम डाहा गर्ने साथीहरू पनि अनेक तरिकाले ओहो यो हुनु हुँदैन त्यो हुने ज्ञान छाटेर बस्छन्। नेपाल फर्किने अभियान चलाऊ भन्छन्। नेपाल फर्किने अभियान चलाउनै पर्दैन, टिकट काट्नै आउने। के को अभियान? एयर टिकट बन्द भएको छ र त्यो रट लगाइरहनु पर्दैन। स्वाभिमानको त्यति ख्याल माया छ भने टिकट काट्नै आउने, अभियान कसैले चलाइरहनु पर्दैन। अनि त्यहाँ बसेर टुच टुच हनिरहने गरिरहने टिज गरिरहने यो कुरा मलाई स्वीकार्य छैन। त्यसैले आजको यो कुराकानी यो स्ट्यान्डर्ड लागेको छैन नि, कस्तो तल झरेको रहेछ, यसको त कुनै लेभलै छैन रहेछ भन्ने तपाईँहरूलाई लागिरहेको होला नि। कस्तो लेभललेस मान्छेहरू छ, चौबाटो त्यो भट्टीमा बसेर गरे जस्तो र सिकार गरे जस्तो कुरा गरे।